अमेरिकामा ड्युटीमा रहनुहुने सबै नेपाली सेनामा कार्यरत संयुक्त राष्ट्र समितिलाई सबैजना सहयोगी मजदुरलाई धेरै धेरै धन्यवाद छ। मेरो दुःखमा चाहिँ मलमपट्टि लगाइदिनु पर्छ। कहाँदेखि मलाई खुल्दै फोन गरेर आउनुभयो। आफ्नो एउटा छोरी सम्झेर मैले उहाँलाई राम्रोसँग परिचय नभएँ। अबदेखि म उहाँहरूको कन्ट्याक्टमा रहनेछु, कुराकानी गर्नेछु। मैले मेरो कर्म दिने जन्म दिने बाबा पाएँ, फेरि अर्को एउटा बाबा पनि पाएको छु। सबै मलाई सहयोग गरिदिनु हुने सबै नेपाली दाजुभाइ, मेरो बुवा अङ्कलहरू सबैमा धेरै धेरै धन्यवाद छ। उहाँहरू कति टाढादेखि मेरो समस्या बुझेर मेरो दुःख कष्टमा साथ दिनलाई, मेरो श्रीमानको यो अवस्थामा मलाई थोरै भए पनि मलिमपट्टि केही नदिए पनि मनले यतिसम्म भेट्न आइदिनु भयो। म यहीँमा एकदम धेरै खुसी छु। उता आन्टीहरू यहाँ आउनुभएको छ, बहिनी नि हुनुहुन्छ। मैले यो ऋण कहिल्यै पनि तिर्न सक्ने छैन, यही नै भन्न चाहन्छु। हुन्छ, हजुरको उपचार चाहिँ सरकारले केही बेहोरिरहेछ कि सरकारले हेरिदिनु भएको छ। अलिअलि हस्पिटलमा नपाएको बाहिरदेखि चाहिँ हामीले 80-90 हजार पैसा खेर हालेर आफै उपचार गरिरहन्। खाना बस्नुहरू सबै आफ्नै पैसा खेर गइरहेछ। भनेपछि मेन जस्तै अब जेनजी आन्दोलनमा घाइते हुनुभयो, यस्तो अवस्था भयो भनौँ न, राज्यकै सजगता नभएर नि राज्यको दमनले नि यस्तो भएको छ होइन। सरकारले केही छुट्याइरहेछ कि हजुरहरूलाई सेवा सुविधा दिन, अथवा हजुरहरूलाई सेवा सुविधामा हामीले एउटा जेनजी घाइते परिचय पत्र गराउनलाई पनि लगभग 58 दिनपछि मात्रै उता नेपालगञ्जमा हुँदा हामीलाई कोही जेनजीहरूको मान्छेहरू सरकारबाट कोही भेट्न नै जानुभयो। एउटा घाइते परिचय पत्रसम्म पनि हामीले काठमाडौँ नै धाउन पर्यो। 58 दिनपछि अस्ति मात्रै पायौँ। सरकारले हामीलाई दिएको सेवा सुविधा भनेको त्यो घाइते परिचय पत्र भएदेखि जम्मा 20,000 मात्रै हो आजसम्म मैले पाएको। अरू केही पनि छैन सरकारदेखि सहयोग त। मान्छे अहिले गाह्रै परिरहेछ। अहिले अब हस्पिटलको बसाइ 2 महिना, अस्ति 24 गते 2 महिनाभन्दा बढी नै भयो। मेरो सानो 4 वर्षको नानी छ। मेरो घरको सासू ससुरा, मेरो छोरीको, मेरो 5 जना फ्यामिली एकदम सुखी परिवार थियौँ हामी। सुखी परिवारमा सबै कमाएर यताउति हामीहरूलाई हेर्ने 58 वर्षको मेरो ससुरा बुवा हुनुहुन्छ, मेरो 50 वर्षको सासू आमा र मेरो सानो 4 वर्षको छोरीलाई हेर्ने उहाँले नै हो। उहाँ पहिला पनि बाहिर 2 वर्ष जति बसेर आउनुभएको थियो। अहिले फेरि बाहिर जानको लागि हामीले पैसाहरू रेडी गराएर ठिक्कै थियो। अब यही तिहार मानेर मक्सिरसम्म जाने भन्ने कुरा भइरहेको थियो। अहिले यस्तो भयो। एकदम दुःखदायी छ हो। हामीले यो हजुरको दुःख त हामीले बोलेर हुन्छ नि प्रस्तुत गर्न त सक्दैनौँ होइन। जसले दुःख पाएको छ उसलाई नै थाहा हुन्छ। अहिले यो हस्पिटलको बसाइमा त्यही त सबै आफन्त, अब उहाँहरू कहाँदेखि मेरो कोही होइन, मेरो आफन्त नभए पनि बाहिरदेखि धेरै साथ सपोर्टहरू पाएँ। तर मैले यो 2 महिनाको समयमा मसँग पैसा होला, सम्पत्ति होला, तर मैले मेरो श्रीमानबाट पाउने सुख सुविधा चाहिँ मैले अब केही गरी पनि पाउन सक्ने छैन। मैले यो चाहिँ जीवनभर गुमाइसकेँ। थोरै पीडितको पक्षबाट चाहिँ सरकारलाई के भन्न चाहनुहुन्छ? सानो सरकारलाई चाहिँ मैले अब मेरो मेन माग चाहिँ के छ भने बाहिरतिर